जहिले पनि शरीर थकित फिल हुने, आफू बढी स्ट्रेस भएको महसुस हुने, साथै एकदमै डिप्रेस्ड फिल हुने, जसलाई रातिमा निन्द्रा लाग्दैन, राम्रोसँग निन्द्रा आउँदैन, जसलाई चाहिँ स्लिपिङ डिसअर्डर छ हैन, जति सुत्न ट्राई गरे पनि निद लाग्दैन, एकदमै लो एनर्जी फिल हुने हैन, एकदमै लो फिल हुने, शरीरमा कुनै पनि एनर्जी नभएको जस्तो फिल हुने, अझै दिनभरि काम गरेर आउँदा त झन् रातिमा राम्रो निन्द्रा र रिल्याक्सेसनको लागि यो एप्सम साल्ट युज गर्नुभयो भने बाथ बस्दाखेरि थोरै एप्सम साल्ट राखेर युज गर्न सकिन्छ। त्यो सँगसँगै त्यो मात्र नभएर एउटा सानो भाँडोमा 1 चम्चा एप्सम साल्ट राखेर तपाईले खुट्टा मात्रै डुबाउनु भयो भने पनि यसको जादु आफैले थाहा पाउनुहुन्छ। जापानिजहरु पनि कतिपयले ओफ्रो बस्ने बेलामा अर्थात बाथ बस्ने बेलामा चाहिँ बाथ साल्टको युज गर्नुहुन्छ। म पनि स्पेशली यो जाडोको मौसममा चाहिँ दिनभरि काम गरेर फर्केर मज्जाले ओफ्रो बस्ने गर्छु डेली रूपमा, त्यो पनि छोरीसँग ओफ्रो बस्ने बेलामा युज गर्छु।